के तपाईँहरू चाहनुहुन्छ इन्स्टाग्रामदेखि आफ्नो फोटोको ब्याकग्राउन्ड चेन्ज गर्न अथवा रिमुभ गर्न तपाईँहरू चाहनुहुन्छ भनेपछि या सिक्न चाहनुहुन्छ भने चाहिँ हामी लागौँ स्क्रिनतर्फ। आफ्नो सिधा इन्स्टाग्राम खोल्नुहोस्। इन्स्टाग्राम खोलिसकेपछि आफ्नो यो माथि यो प्रोफाइलको प्लस बटन देखिएको छ नि, आफ्नो प्रोफाइलमा निर भएको त्यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसकेपछि आफूले एउटा कुनै पनि आफूलाई मन परेको आफ्नो एउटा फोटो चुज गर्नुहोस्। ल मैले चाहिँ यो चुज गरेँ है। यो चुज गरिसकेपछि तपाईँको यो म्युजिकभन्दा तलतिर चाहिँ यो छ नि, यसलाई चाहिँ रेस्टाइल भन्छ होइन, यो रेस्टाइल हो। रेस्टाइलमा तपाईँहरू क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईँले तल चाहिँ हल्का एड छ, रिमुभ छ, चेन्ज छ होइन, हल्का यता सारेर यो लफी डक छ, यसमा चाहिँ क्लिक गर्नुहोस्। ल हेर्नुहोस्, यसमा क्लिक गरिसकेपछि यसको ब्याकग्राउन्ड चाहिँ कति मजाको आउँछ। ल हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो मजाको आएको छ कि यति मजाको आयो कि त्यसपछि तपाईँहरू यसलाई चाहिँ यो माथि फिनिस छ, फिनिसमा क्लिक गर्नुहोस्। फिनिसमा क्लिक गरिसकेपछि तपाईँहरू सेयर पनि गर्न सक्नुहुन्छ र आफ्नो ग्यालेरीमा पनि सेभ गर्न सक्नुहुन्छ। यो तल लास्टमा हेर्नु मोरभन्दा हल्का माथि यो सेभ बटन छ, यसमा चाहिँ क्लिक गर्नुहोस् र आफ्नो ग्यालेरीमा सेभ हुन्छ। ल मेरो चाहिँ सेभ भयो। अनि यति भन्दै मलाई चाहिँ फलो गर्न नभुल्नु होला साथीहरू। धन्यवाद।